सो हेलो गाइस सबजना सन्चै होला पक्कै म पनि सन्चै छु मैले फेरि लिएर आएको छु न्यू ब्लग त्यही पनि लङ हैन तपाईहरुलाई थाहा हैन होला म शनिबार जति एउटा भिडियो लिएर आउँछु भनेर हैन यो लङ भिडियोमा धेरै माया देखाइदिनु होला एक सब्स्क्राइब गर्ने होला तपाईहरुको एक सब्स्क्राइबले मलाई धेरै मोटिभेट हुन्छ म अहिले चाहिँ 9-10 मिनेट हिँडिसकेपछि म चाहिँ आउने पर्ने ठाउँमा आएर मैले चाहिँ बाख्रा पनि सार्दै हेर्न सक्नुहुन्छ बाख्रा पनि सारे हैन हिजो पानी परेको धेरै भएर होला आज चाहिँ मौसम लास्टै चिसो थियो हेर्न सक्नुहुन्छ घाम पनि केही लागेको छैन है तपाईहरु खेत चाहिँ धेरै टाढा होला तर खेत चाहिँ धेरै टाढा छैन 9-10 मिनेट हिँडेपछि चाहिँ यहाँ आइपुग्छ त्यही हो अब चाहिँ म काम गर्नुपर्ने हुन्छ बाख्रालाई घाँस नि केही रहेनछ र भैँसीलाई घाँस पनि केही रहेनछ सबै काट्नु पर्ने हुन्छ आज चाहिँ मेरो काम धेरै छ हैन म बिस्तारै गर्छु त्यो बाहिरको काम भगाएर फाल्नु पर्ने थियो त्यो फालेर म चाहिँ यहाँ भित्र आएँ भित्र चाहिँ किन आयो भन्दाखेरि यो कुखुरा खोर्छ र त्यही भएर कुखुरा खोर्छ भन्दाको हैन यहाँ चाहिँ हिजोसम्म कुखुरा थियो हिजो एउटा थियो हिजो त्यो पनि लगेर खायो त्यही भएर आज चाहिँ कुखुरा छैन त्यही भएर आज म यो सबै सोध्नु लागेको छु हेर्नु होला अब यति सोध्नु चाहिँ मलाई 1 घन्टा जति लाग्छ किनभने यो चाहिँ साह्रो हुन्छ लास्टै हैन अब साँपले फुटाउँदा नि खासै आउँदैन त्यति त्यो पनि बिस्तारै सोध्नुपर्ने हुन्छ पहिला यो भाँडाहरू सबै हटाउनु पर्ने हुन्छ यो भाँडा चाहिँ अप्ठ्यारो हुन्छ यो पानीको भाँडा चाहिँ मैले बाहिर लान्छु अनि यो दाना भाँडा चाहिँ त्यही माथि झुन्डाइन्छ हैन यो पनि त्यही झुन्डाउनुपर्छ अनि यो सबै सोध्नुपर्छ अनि सोरिसकेर बढार्नु नि पर्छ साथसाथै हैन बढार्नु नि पर्छ है बढार्नु नि लास्टै टाइम लाग्छ यो धुलो उठ्छ त्यसको लागि मैले मास्क पनि लगाएको छ हैन मास्क भएन भने त धुलाहरू सबै नाकभित्र छिर्छ त्यही भएर अलिकति सेफ पनि चाहिन्छ त्यही भएर म अब चाहिँ ढिलो नगरिकन सोध्नतिर लाग्छु है हजुरहरूलाई पनि देखाउँछु म चाहिँ नाकमा धुलो छिर्छ भनेर अनि टक्क मास्क निकालेर म चाहिँ मास्क लाउनतिर लागेँ यो चाहिँ बल्ल बल्ल सोरेर एक ठाउँमा थुपारे हेर्न सक्नुहुन्छ हैन यो चाहिँ लास्टै साह्रो रहेछ हैन यसको धुलोले नि मेरो ज्यान भरि आएर लास्टै चिलायो कि यसको धुलोले नि लास्टै चिलाउँदो रहेछ अब मेरो चाहिँ यो सबै उठाएर गाडामा लगेर उतापट्टि फाल्न पर्ने हुन्छ हैन यो अब सबै उठाएर फाल्नु पर्ने हुन्छ अनि त्यसपछि मात्र घर जान पाउँछ मैले यहाँ सबै ओसाइ ल्याइसकेँ भित्रको यहाँ भित्रको चाहिँ किन ल्याएको भन्दाखेरि यो चाहिँ अब मकै रोप्ने सिजन आउनु लाग्यो नि त त्यही भएर यो मकैको लागि चाहियो अरे त्यही भएर यहाँ राखेको नत्र उतै फाल्थेँ हैन उतै मलमा मिसाउँथ्यो यहाँ चाहिँ छुट्टै राखेको छ यो मकैको लागि भनेर हैन यो अब मकै नि रोप्नु पर्यो नि त अब यहाँबाट बोकेर उता लानुपर्छ फेरि है मकै रोप्ने टाइममा गाउँले जीवन भएपछि त गाह्रो छ हौ गाह्रो अहिले चाहिँ म घर जाँदैछु किनभने सबै काम सकाएर अब घर जानु पर्यो नि त हैन 7:30 बजे आएको अहिले चाहिँ 9 बजिसक्यो के गर्नु हैन बजिहाल्छ काम गरेपछि हैन यसरी घरमै सोफा बनाउनु जाने भने चाहिँ के चाहियो हैन सोफा चाहिँ खतरा बनाइरहेको छ खेतबाट आएर यसो अङ्कल घरतिर उक्लेको अङ्कलले त यस्तो खतरा पो सोफा बनाइरहेको रहेछ अङ्कल चाहिँ खतरा बनाउँछ है यो किन हाँस्यो कि मलाई देखेर किन हाँस्यो हाँस्योस् त पक्कलाई तल घर आइपुगेँ होइन घरमा चाहिँ चाबी ल्याउनु बिर्सेछ फेरि म गएर लिएर आएको चाबी चाहिँ होइन हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ भिडियो राम्रो लाग्छ भने सब्सक्राइब गर्न नभुलिनु होला म जस्तो सानो क्रिएटरलाई सब्सक्राइब गर्नु पैसा लाग्दैन म जस्तो सानो क्रिएटरलाई फुल सपोर्ट देखाइदिनु होला र माया देखाइदिनु होला यस्तै लङ भिडियो हेर्नु मन छ भने भिडियोलाई लास्टै मन पारिदिनु होला फुल सपोर्ट देखाउनु होला है अहिले चाहिँ म खाजा बनाएर खान लाग्यो किनभने मलाई खाजा खानु मन लागिरहेको थियो खाजा चाहिँ मैले के बनाएको भने रोटी बनाएको रोटी चाहिँ खासै बनाउनु आउँदैन त्यही पनि बनाइदिएको हेर्नु सक्नुहुन्छ यहाँ बनाएको मैले एकछिन यसलाई छोपिदिएको त्यो पाक्नको लागि मलाई खासै बनाउनु चाहिँ आउँदैन त्यही पनि म बनाइरहेको छु अब यसलाई पल्टाउनु पर्ने हुन्छ है यो मजाले फुलिएको छैन मजाले पाएको छैन है अलि छोप्यो भने चाहिँ पाक्छ कि जस्तो लागिरहेको थियो त्यही भएर मैले चाहिँ छोपिदिएको होइन अचार चाहिँ बिहानै पिनिराखेको थिएँ त्यही भएर यो अचारसँग खानुपर्छ होइन मलाई चाहिँ होइन रोटीहरू यस्तो बनाउने केही पनि आउँदैन कि त्यही पनि आफूलाई खान मन लागेपछि चाहिँ के हो जाँगर चाहिँ आफै चलेर आउँदो रहेछ कि अनि त्यहाँबाट मैले चाहिँ होइन रोटी मुसेर अनि मैले चाहिँ पेल्नतिर लागेँ होइन रोटी चाहिँ पेल्न धेरै टाइम लागेन एकछिनमै पेलिसकेँ अनि यो भाँडा बसालेपछि होइन रोटी पेल्न म चाहिँ रोटी पेल्न त्यो मैदा पिठो पेल्नतिर लागेँ अनि यो बसल राख्थेँ तेल तातिनको लागि अनि एकछिनपछि तेल तातेर छोप्थेँ घरमा आएपछि यतिकै बस्नुभन्दा मैले खाना बसाल्छु भनेर मैले खाना नि बसालिदिएँ अनि मेरो रोटी नि पाकेर ट्याक्क रेडी भइसक्यो अब अचार झिकेर उता लगेर खाना पनि हुन्छ अचार पनि झिकेँ मैले होइन टक्क अब उता गएर खान्छु म चाहिँ होइन मैले चाहिँ रोटी ल्याएर यता मेरो रुममा आइसकेँ किनभने म उता नखाने यतै रुममै बसेर खान्छु अब चाहिँ म खान्छु है त गाइज हो आज चाहिँ हाम्रो चल्ला ल्याएको थियो त्यही भएर यो दाना अहिले ल्याएको हो यो सबै हेर्नुहोस् यो मेरो कोठामा चाहिँ है ठाउँ नै छैन है अहिले भर्खर दाना ल्याएको हो हाम्रो चाहिँ कुखुरा पाल्ने गर्छ त्यही भएर चल्ला ल्याएको छ आज होइन अस्ति नै कुखुरा चाहिँ त्यो सबै सितिसकेको थियो अस्तिसम्म एउटा थियो त्यही भएर आज लिएर आइसकेको छ चल्दा पनि अब त्यसलाई
त्यसलाई धन्दा गान्ने गएको छ बाबामा चाहिँ, म चाहिँ घरमा बसिरहेको छ। आज चाहिँ दिनभरि पानी परे छ हौ, घाम पनि लागेको छैन आज त हौ। म त भर्खरै निक्लेँ, अहिले कति बज्यो लगभग 4 बजिसक्यो, 4:30 जति भइसक्यो होइन। आज चाहिँ घाम नै लागेन, मौसम पनि जाडो छ। अहिले चाहिँ म किन टी सर्ट मात्र लगाएको भन्दाखेरि भर्खर दाना असारे हो नि त, त्यही भएर ज्यान तातिरहेको, त्यही भएर जाडो नभएको हो मलाई। आज घाम भने मरै लागेको छैन हौ, घामको निशानै छैन। आज त घाम भने केही पनि देख्नु पाएको छैन। भिडियो अन्तिमसम्म हेरिरहेको छ भने म बिहान कहाँ गयो भनेर हजुरहरूलाई पनि पक्कै नै थाहा होला। म दिउँसो चाहिँ कहीँ जानु पाएन, किनभने आज चाहिँ पानी परेको थियो अनि म खानासाना खाएर यहीँ रुममा सुतेँ। दिनभरि चाहिँ म रुममै छु, कता पनि गएको छैन आज चाहिँ होइन, किनभने पानी परिरहेको थियो। पानी नपरे भए त यताउति भए पनि जान्थ्यो होइन, साथीहरूसँग। पानी परेर कतै पनि जान पाएन, त्यो पनि होइन। हजुरहरूले मेरो भ्लग मन पराउनुहुन्छ भन्ने आशा गर्दैछु। नमन पराए पनि प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला। म जस्तो सानो केटालाई आफ्नै भाइ सम्झेर सब्सक्राइब गर्नु नभुल्नु होला होइन। जे हो त्यही हो होइन, म त्यही भन्न चाहन्छु, आफ्नो भाइ सम्झेर मलाई सब्सक्राइब गरिदिनु होला है। म जस्तो सानो केटालाई फुल सपोर्ट देखाउनु होला। म हजुरहरूको एक सब्सक्राइबले मलाई धेरै मोटिभेट हुन्छ होइन, म त्यति नै भन्न चाहन्छु। अब म फेरि के गर्ने हो, के गर्ने भइरहेको छ होइन। घरको काम अलिअलि होला सायद, म अलिअलि त्यो घरको काम सबै सिताउँछु अनि फेरि रुममै आउनु पर्ने हुन्छ, किनभने अहिले चाहिँ भर्खरै पानी बसिसकेको छ। पानी बसिसके भएर अहिले चाहिँ पानी बसिसक्यो नि के गर्नु, रात पर्न लागिसक्यो। अहिले चाहिँ अहिले कति 5:30 भइसक्यो होइन। अब 6, 6:30मा रात परिसक्छ, त्यही भएर म चाहिँ अब कहीँ पनि जाँदिनँ। अब एकछिनपछि खानासाना पकाउनु पर्ने हुन्छ। म घरमा खानासाना पकाउँछु। आज मम्मी बाउहरू चाहिँ अलिक ढिलो आउँछ, किनभने आज भर्खरै चल्ला ल्याएको छ। चल्ला ल्याएर भर्खरै खेतमा लगेछ। खेतमा लगेर त्यो ठाउँसँग मिलाएर सबै गर्नुपर्छ होइन। लागि ठाउँसँग सबै मिलाउनु पर्छ होइन। ठाउँ पनि मिलाउनु त बिहानै मिलाइसकेको थियो, त्यो पनि त्यो के अरे अहिले लगेर छोड्नु पर्यो। त्यो काठको धुलो सुलो ल्याएको छ, त्यो नि ओसार्नु पर्छ अनि भुसफुस नि ओसार्छ होला सायद। म गएको छैन होइन, म गएँ भने छिटै हुन्छ, छिटै सक्छ, तर म गएन। त्यही भएर अलि ढिलो हुन्छ, त्यही भएर म घरको काम चाहिँ सबै गर्नुपर्छ। सबै त के भन्नु, त्यही खानासाना पकाउने, कुखुरा सुखुरा छोप्ने होइन। अलिअलि यताउति त गर्नु पऱ्यो नि होइन। घरमा बसेपछि त दिनभरि सुतेर बसेपछि त गाली त गर्छ, त्यही भएर म चाहिँ घरको यताउति काम गर्छु, त्यति गर्छु अनि एकछिनपछि रात नि परिहाल्छ। त्यति नै हो, त्यति नै भन्न चाहन्छु होइन। जे होस् होइन, आज चाहिँ कोहीसँग भेट्न पाएन, कहीँ जान पाएन, साथीहरू नि भेट्नु पाएन होइन। नुहाउनु नि पाएन हौ, पानी परेर जाडो भइरहेको थियो अनि कहाँ जाडोमा त नुहाउनु भएन है। त्यही भएर म आज नुहाएको छैन। अब अर्को हप्ता होला जस्तो छ, नुहाउनु त पर्ने हो है। दिउँसो फेरि जोडको पानी परेको थियो, बिहानदेखि घाम लागेको थिएन। बिहान घाम लागेर दिउँसो पानी पऱ्यो भए कमसेकम गरिम त हुन्थ्यो। बिहानैदेखि घाम लागेको थिएन अनि कहाँबाट जाडो भइहाल्छ नि हो। त्यत्तिकै नहुँदा त होइन, घाम नलागेपछि त्यत्तिकै नै मौसम जाडो हुन्छ, त्यही माथि स्याहार चल्छ। तपाईँहरूलाई म आज चाहिँ यति भन्न चाहन्छु। आजको भिडियो चाहिँ यति नै। म जस्तो सानो क्रिएटरलाई सब्सक्राइब गर्न नभुल्दिनु होला, साथसाथै फुल सपोर्ट देखाइदिनु होला। र आजको भ्लग यति नै हो। अर्को मिनी भ्लग हेर्नु मन छ भने सब्सक्राइब गर्न नभुल्नु। भ्लग चाहिँ अर्को शनिबार आउँछ। आजको भ्लग यति नै, टाटा बाई।